अहिले पनि हेर्ने हो भने रोहतक जिल्लामा वन्यजन्तुको वासस्थान दक्षिणी भेगको एउटा तुरतुरे वन क्षेत्रमा बाघहरू छ भन्ने कुरो देखिएको छ। किनभने बाघले 2जना मानिसलाई झम्टेर मारि नै दियो। त्यसको उद्धार गर्न पनि मृतकको शरीर लिन जान पनि ठुलै सङ्ख्यामा मानिसहरू जानु परेको थियो। होइन, अहिले रोहतकमा अवैध चोरी सिकारी वन कटानहरू पनि भइरहेको छ। त्यसलाई नियन्त्रण गर्न सम्बन्धित निकायले पनि नसकेको अवस्था देखिएको छ। होइन, अब अघि नै भनिहाल्यो, हामीले सबै कुराहरू गर्छौँ भन्छौँ, साधारण स्रोतको कमी देखाउँछौँ। त्यो साधारण स्रोतको कमीले रोहतकले पनि वन्यजन्तुहरू गुमाएको अवस्था हो। त्यसलाई पनि कसरी वृद्धि गर्न सकिन्छ, या सामुदायिक वनकै आम्दानीबाट केही प्रतिशत रकमहरू छुट्याएर भए पनि वन्यजन्तु संरक्षणमा त्यहाँ लगानी गर्न सकियो भने केही हुन्छ। अनि पछिल्लो समय के छ भने वन डढेलो लगाइदिने, होइन, जसले गर्दाखेरि वन्यजन्तु चोरी सिकारीबाट वन्य डढेलो हुने हो। र त्यो वन डढेलो हुँदाखेरि चोरी सिकारीहरूलाई चाहिँ सजिलो हुँदो रहेछ वन्यजन्तुको शिकार गर्न। त्यसलाई पनि अब रोहतक पनि वन्यजन्तुको एउटा इलाकै भनौँ, त्यसलाई पनि एउटा कोरिडोरको रूपमा चाहिँ हामीले बनाउन सक्यौँ भने मानव र वन्यजन्तुको बिचमा चाहिँ भेटघाट नहुने या द्वन्द्व नहुने अवस्था हुन सक्यो। त्यतातिर पनि हामीले ध्यान दिनु जरुरी छ जस्तो लाग्यो। अब सञ्चारकर्मीको भूमिका त अब हामीले वन्यजन्तुको महत्त्वको विषयमा प्रकाश पार्न सक्यौँ भने हुन्छ। होइन, हिजो चितवनको सोहरा पनि एउटा गैँडाबाट चाहिँ आज अन्य गैँडाहरू जम्मा भएर आज चितवन पर्यटकीय स्थल भए जस्तै वन्यजन्तुको अहिले हामीले महत्त्व बतायौँ भने त्यहाँ चोरी सिकारी नहुन सक्छ। होइन, रोहतक जिल्ला अहिले भरत तालुको कुरो उठिरहँदा त्यहाँ प्राकृतिक सिमसारहरू पनि छन्, तह छ। त्यो सिमसारमा पनि त्यो चाहिँ चन्द्रपुर नगरपालिका वडा नम्बर 8 मा पर्छ। त्यो सिमसारमा पनि के अरे साइबेरियन चराहरू, हाँसहरू चाहिँ आउने गरेको छ। त्यो पनि एउटा आकर्षकको विषय छ। त्यसलाई पनि हामीले चाहिँ आफ्नो भूमिकामा निर्वाह गर्न सकियो भने हुन्छ। अब यहाँहरूलाई हामीले गर्ने भनेको त सूचना आदान प्रदान गर्ने हो। हामीले देखेको कुरो यहाँहरूलाई सुनाइदिने हो। यहाँहरूले हामीलाई कसरी वन्यजन्तुको विषयमा जानकारी दिन सक्नुहुन्छ। अब वाट्सएप ग्रुप पनि बनाइसक्नु, त्यस्तै अन्य हिसाबले पनि गरौँ। र यो गोष्ठी चाहिँ अब जिल्ला पत्रकारहरूलाई पनि गराउँदै गयो भने अझ बढी क्रियाशीलता यसमा रहन्छ भन्ने मेरो बुझाइ हो। अहिलेलाई मैले यति राखेँ। हवस् त, धन्यवाद।